यस्ता एक व्यक्ति न त ऊ फिल्म स्टार न त अरबपति बाबुको छोरा नै, तर सिलिकन भ्यालीमा त्यही मानिसलाई मानिसहरूले मोडर्न डे फिलोसोफर भन्छन्। तर किनभने उसले पैसा कमाउनेको रहस्य मात्र होइन, बरु कि उसले वास्तविक जीवन जिउनेको कला पनि सिकायो। ऊ भन्छ कि यदि तपाईँहरू वास्तवमा नै धनवान बन्न चाहनुहुन्छ भने तब सबैभन्दा पहिला समय बेच्न छोड्नुहोस्। त्यसको साटो तपाईँ आफ्नो दिमाग बेच्नुहोस्, सोच बेच्नुहोस् र सिर्जना बेच्नुहोस्। तर अधिकांश मानिसहरू के गर्छन्? उनीहरू 10 घन्टा अफिसमा बिताउँछन्, ट्राफिकमा 2 घन्टा, हप्तामा 1 दिन छुट्टी र जीवनभर एउटै प्रश्न, म कहिले स्वतन्त्र हुन्छु? त्यसैले आजको यो भिडियो तपाईँहरूको लागि एक वेक अप कल हुनेछ, जसले तपाईँहरूलाई सम्झाउँछ कि वेल्थ र रिचनेसको त्यो कन्सेप्टलाई जसमा अधिकांश मानिसहरू कन्फ्युज छन्। हो, अधिकांश मानिसहरूलाई छोटोभन्दा छोटो समयमा नै सफलता चाहन्छन्। सबैलाई आजको भोलि नै अथाह पैसा कमाउनु छ र यसकारणले उनीहरू सोध्छन् पनि थोरै समयको लागि। साथै अब आउने 5 वर्षपछि के होला यसको कुनै प्लान नै हुने गर्दैन, यानि कि सिर्फ अहिले सो अफ गर्नको लागि आफूसँग भएको सारा पैसा खर्च गरिदिन्छन्। अर्थात् फ्युचरको लागि इन्भेस्टमेन्ट गर्दैनन्, फन्ड्स बनाउँदैनन्, एसेट्स एक्वायर गर्दैनन्, जस कारणले यस्ता व्यक्तिहरू कहिल्यै पनि वेल्दी बन्नै सक्दैनन्। र जब हाम्रो जीवनको एक सर्टन एज आउँछ तब गएर हामीलाई त्यो रियलाइज हुन्छ। हामी अरूबाट सल्लाह लिन थाल्छौँ र बुकहरू पढ्न थाल्छौँ। त त्यसैले आजको भिडियोमा हामी फाइनान्सको ती 4 इम्पोर्टेन्ट लेसनहरू जान्नेछौँ फ्रम द बुक द अल्मेनेक अफ नोबेल रविकान्त, अ गाइड टु वेल्थ एन्ड ह्याप्पिनेस बाई एरिक जोगिसन। त भिडियो छोटो छ, अन्तिमसम्म पक्कै हेर्नुहोला। साथै यदि तपाईँहरू च्यानलमा नयाँ भए च्यानललाई सब्सक्राइब गर्न पनि पक्कै नबिर्सिनुहोला। सो लेट्स बिगिन। त नम्बर पहिलो छ वेल्दी भर्सेस रिचनेस। वेल्थ जसको मतलब हुन्छ तपाईँहरूको साथमा यस्तो एसेट्स हुनु जो तपाईँहरू सुतिरहँदा पनि पैसा कमाएर दिन्छ। त्यसैले तपाईँहरूले टाइम, इनर्जी र कन्टिन्यू इफेक्ट गर्नको आवश्यक छैन। र त्यही दोस्रोतर्फ मनी एक माध्यम हो जो तपाईँहरूको टाइम र वेल्थलाई ट्रान्सफर गर्ने हो। अधिकांश मानिसहरूको मान्नु छ जसको साथमा धेरैभन्दा धेरै पैसा हुन्छ ऊ त्यति नै धेरै धनवान र सफल छ। तर नोबेलको मान्नु छ मनी वर्क लाइक अ सोसल क्रेडिट, यानि कि यदि तपाईँहरूको साथमा 1 लाख रुपियाँ छ भने तब तपाईँहरूको साथमा सिर्फ 1 लाख रुपियाँ मात्र छ, वेल्दी छैन। हो, तपाईँहरूको साथमा 1 लाखको स्पेन्डिङ पावर छ जसले तपाईँहरू कयौँ चिजहरू खरिद गर्न सक्नुहुन्छ। तर बिस्तारै बिस्तारै भने त्यो पैसा कम हुन लाग्छ, मतलब तपाईँहरूको क्रेडिट स्कोर कम हुन्छ। र यदि यो 1 लाख मध्ये तपाईँहरूले केही इन्भेस्टमेन्ट गर्नुभयो वा एसेट्स लिनुभयो जहाँबाट पैसा आइ नै रहन्छ भने त्यो हुन्छ तपाईँहरूको वेल्थ, यानि कि जो तपाईँहरूसँग एक मुष्ट रकम हुन्छ त्यो मनी एन्ड रिच। तर जो हर समय तपाईँहरूलाई पैसा कमाएर दिने एसेट्स हुन्छ त्यो वेल्थ। र लेखक हामीलाई यही भन्छ कि वेल्थलाई यदि तपाईँहरू राम्रोसँग बुझ्नुहुन्छ भने तब सानोभन्दा सानो एमाउन्टलाई पनि कम्पाउन्ड गरेर सजिलैसँग वेल्दी बन्न सक्नुहुन्छ। र जसको साथमा यो स्किल्स छैन, हुनसक्छ ऊ अहिले धेरै धनवान होला तर वेल्दी कहिल्यै पनि बन्न सक्दैन। नम्बर दोस्रो लेसन छ विदाउट लक यु क्यान गेट रिच। दोस्रो लेसन जो किताब हामीलाई सिकाउँछ त्यो हो भाग्य बिना नै धनवान बन्नु। हेर्नुहोस्, भाग्य 2 किसिमको हुने गर्छ। एक भाग त्यो जसमा तपाईँहरूको बिना मेहनतको सबै चिजहरू पाउनुहुन्छ, जसको लागि इफोर्ट तपाईँ होइन बरु अरू कोहीले गरिरहेको हुन्छ। र दोस्रो लक फ्याक्टर त्यो हुने गर्छ जसमा तपाईँ आफू खुदले मेहनत गरेर फेलियर झेलेर स्टेप बाई स्टेप हिँड्नुहुन्छ र आफ्नो लागि एक लक र फर्चुनर फ्युचर खुद आफै क्रिएट गर्नुहुन्छ। जहाँ नोबल भन्छ कि यदि तपाईँहरू आज मेरो सबै वेल्थ लुट्नुहोस् र मलाई कुनै यस्तो कन्ट्रीमा छोडिदिनुहोस् जहाँ इङ्ग्लिस भाषा बोलिन्छ, तब म आफ्नो जीवनको 5 वर्षभित्र नै त्यति वेल्थ बनाउने छु जति मबाट तपाईँहरूले लुट्नु भएको थियो। किनकि पैसा कमाउनु एक स्किल हो जो मलाई एकदमै राम्रोसँग आउँछ, यानि कि जो मैले त्यो स्किल सेट गरेको छु त्यो दोस्रो लक फ्याक्टरबाट आएको होइन। अर्थात् नोबल भन्छ कि म यति धेरै वेल्दी अधिक ब्याड लक र लसेसलाई झेलिसकेपछि बनेको। त्यसैले अथर भन्छ कि तपाईँहरूलाई पनि धनवान बन्नको लागि एक लकी पर्सन हुन जरुरी छैन, बरु कि इफोर्ट गर्नको आवश्यक छ जसले तपाईँहरू पनि आफ्नो लक खुद आफै क्रिएट गर्न सकोस्। नम्बर तेस्रो छ नेभर प्ले अ जिरो गेम। एक म्याथमेटिकल क्वेसन जो 5 लाख प्लस 4 लाख प्लस 1 लाख इन्टु 0। त यो क्वेसनको एन्सर के होला? त यसको एन्सर 0 नै आउने गर्छ र यसैलाई भन्ने गर्छ जिरो गेम। यानि कि यो एक यस्तो गेम हो जसमा हाम्रो साथमा पैसा त हुन्छ र अर्निङ पनि राम्रो हुन्छ, तर मात्र रिच देख्नेको चक्करमा हामी आफ्नो सारा वेल्थलाई 0सँग गुणा गरिदिन्छौँ।
सायद यस्तै नै अधिकांश मानिसहरूलाई पनि देखेको छौँ होला, जो पैसा पाउन साथ ऐयासी गर्नु, पार्टी गर्नु, महँगा महँगा चिजहरू लिन सुरु गरिदिन्छन् र महिनाको अन्तिमसम्म आउँदा उनीहरूको साथमा बिल्सहरू चुकाउनसम्म पैसा हुने गर्दैन। तब यस्तो यस कारणले किनकि उनीहरू जति तेजीले पैसा कमाउँछन् त्योभन्दा 2 गुणा तेजीले त्यसलाई खर्च गर्न सुरु गरिदिन्छन्, र त्यो पनि सिर्फ अरूलाई देखाउनको लागि। तर वास्तवमा यस्ता मानिसहरू जिरो गेम खेल्ने गर्छन्, जसलाई नोबल रविकान्त एक कोडमा पनि भन्ने गर्छ, कोकिन र मन्थली स्यालेरी यो दुवै एकदमै डेन्जर चिज हो, किनकि यो हाई एडिक्टिभ हुने गर्छ। जस्तै कि जब एकपटक तपाईँहरू आफ्नो लाइफस्टाइल अफ स्केल गर्नुहुन्छ, तब त्यस्तै चिजहरू फेरि अगाडि गर्न चाहनुहुन्छ, जसले गर्दा तपाईँहरू अब एक पे साइकलमा घुम्नुहुन्छ। तब यस्तो गर्नुको साटो बरु हामी अलिकति फ्रुगल लाइफ जिउनु, कमाइको भन्दा थोरै लो लेभल र एक फुल सम गेम खेल्नु, यानि कि आफ्नो इन्कमलाई यस्तो स्ट्राटेजिकल्ली स्पेन्ड गर्नुहोस्, चिजहरूको साटो स्टक्स र म्युचुअल फन्डहरूमा इन्भेस्टमेन्ट गर्नुहोस्, जसले तपाईँहरूको पैसा जिरो होइन कम्पाउन्ड हुन सकोस्। सो नम्बर 14 छ अन्डरस्ट्यान्ड द इन्टरनेट पावर। त लेखक भन्छ कि हेर्नुहोस्, आजको समयमा इन्टरनेटको कारणले अर्निङ गर्न, इन्फर्मेसन एक्वायर गर्न र यस इन्फर्मेसनले अरूको फाइदा गर्न एकदमै सरल भएको छ। आजको समयमा एआई यानि कि आर्टिफिसियल इन्टेलिजेन्सले सबै मानिसहरूको कामलाई अझ सरल बनाएको छ। जस्तै कुनै प्रडक्टलाई बिल्ड गर्न होस् या त्यसको मार्केट गर्न होस् या फेरि त्यसलाई सेल गर्न होस्, सबै एभाइलेबल छ। साथै आफ्नो स्किलहरूले अरूलाई सर्भिस प्रोभाइड गरी तपाईँहरू पनि आजको समयमा आरामले राम्रो इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। साथै नोबल भन्छ कि आजको समयमा मानिसहरू सामु पुग्नु, उनीहरूलाई आफ्नो बारेमा भन्नु, आफ्नो सर्भिस दिनु इन्टरनेटको मद्दतले झन अझ धेरै सरल भएको छ। त्यसैले तपाईँहरूले पनि यो इन्टरनेटको पावरलाई बुझ्नुहोस् यदि तपाईँहरू आउनेवाला समयमा बाँकी अरू मानिसहरूभन्दा अगाडि हुन चाहनुहुन्छ भने र जीवनमा एक वेल्थ बिल्ड गरी सधैँको लागि फ्री हुन चाहनुहुन्छ भने। त साथीहरू, यो थियो ती 4 लेसन फ्रम द बुक द अल्मेनेक अफ नोबल रविकान्त। त भिडियो यही कम्प्लिट हुन्छ। भिडियो कस्तो लाग्यो फिडब्याक कमेन्टमा पक्कै दिनु होला। सो आजलाई यति, हस् त, धन्यवाद, जय नेपाल।